हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ धेरै ढिलोसम्म सुतेको अवस्था, बुढी पनि सन्चो नभएर सुतिरहेछ। त्यही भएर काममा जानुपर्ने। म चाहिँ दगुर्दै गएर किचनमा हेरेको बासी भात रहेछ अनि माछा रहेछ है। म चाहिँ अब यो माछासँग बासी भात भुटेर खाने प्लानिङ बनाएँ। अनि पहिला चाहिँ यसरी माछा भुटेँ, फ्राई गरेँ। त्यस पछाडि यहाँ लसुनको पात काटेर चाहिँ राखेको छु। म प्रायः यसरी नर्मलै बनाएर खाने गर्ने गरेको छु। त्यसलाई अब मजाले यसरी फ्राई गरेर लसुनको पातले यसरी फ्राई गरिसकेपछि यसमा चाहिँ बासी भात हालेर फ्राई गरेर खाने गरेको छु। मलाई चाहिँ यस्तो मिठो लाग्छ। मसलाहरू खासमा केही हाल्दिनँ, यसरी फ्राई गरेको खाना मिठो हुन्छ नि त। आज चाहिँ मस्त खाइन्छ। ल यसरी बासी भात हाल्ने, बासी भात हालेर फ्राई गर्ने। यस्तो खाइसक्छु होला, त्यो फ्राई गर्दैछु। बासी भात फ्राई भएको अवस्था ठक्क कस्किएर खाने हो। ढिलो भइसक्यो यार। तातो तातो खाएर जाने हो काम गर्न साथीहरू। दामी लाग्छ है मलाई चाहिँ यस्तो खानु। तपाईँहरूलाई कस्तो लाग्छ? हेर्नुहोस्, यो चाहिँ माछा हो, फ्राई भएको माछा। अन्तिममा फेरि बुढीले मासुको अचार थपिदिएर बल्ल बल्ल खाइसक्नु लागेको थिएँ। खानै पर्यो। ल, धन्यवाद साथीहरू, मेरो भिडियो हेरिदिनु भएको।